बाहिर हिँड्दा फ्री वाइफाई भेट्यो भने हामी तुरन्तै कनेक्ट गर्छौँ। तर के यो सुरक्षित छ त? एउटा ह्याकरको लागि तपाईँको डाटा चोरी गर्न एउटा ओपन वाइफाई नै काफी हुन्छ। आज हामी यसका खतरा र सुरक्षित रहने उपायबारे कुरा गर्नेछौँ। जब तपाईँ कुनै असुरक्षित नेटवर्कमा जोडिनुहुन्छ, ह्याकर तपाईँ र इन्टरनेटको बिचमा बस्न सक्छन्। यसलाई म्यान इन द मिडल एट्याक भनिन्छ। तपाईँहरूले पठाउनु भएको पासवर्ड्स, इमेल र प्राइभेट च्याट सिधै ह्याकरको हातमा पुग्न सक्छ। तपाईँहरूलाई लाग्छ तपाईँ फेसबुक चलाउँदै हुनुहुन्छ, तर वास्तवमा तपाईँहरूको सबै डाटा ह्याकरको सर्भर भएर गइरहेको हुन्छ। ह्याकरहरूले कहिलेकाहीँ सकली जस्तै देखिने नक्कली वाइफाई नेटवर्क बनाउँछन्। जस्तै एयरपोर्टमा एयरपोर्ट फ्री वाइफाईको सट्टामा उनीहरूले उस्तै नाम भएको हटस्पट खोल्न सक्छन्। झुकिएर त्यसमा कनेक्ट हुनुभयो भने तपाईँको डिभाइसको फुल एक्सेस उनीहरूले पाउन सक्छन्। ह्याकरहरूले प्याकेट स्निपिङ र मालवेयर सफ्टवेयर प्रयोग गरेर हावामा तैरिरहेको तपाईँको डाटाका टुक्राहरूलाई समात्न सक्छन्। साथै असुरक्षित नेटवर्कबाट तपाईँहरूको मोबाइलमा, ल्यापटपमा मालवेयर वा भाइरस पनि पठाउन सक्छन्। के त्यसो भए हामीले फ्री वाइफाई चलाउँदै नचलाउने त? यसको सुरक्षित रहने केही उपाय छन्। सेन्सिटिभ लगइन जस्तै ब्याङ्किङ ट्रान्जेक्सनलाई हामीले फ्री वाइफाई नेटवर्कमा एभोइड गर्न आवश्यक छ र हामीले कुनै फ्री वाइफाई नेटवर्कमा कनेक्ट भएर नेटवर्क चलाइसकेपछि, काम सकिसकेपछि फर्गेट नेटवर्क गर्न आवश्यक छ। वास्तवमा जीवनमा फ्री भन्ने कुरा केही पनि हुँदैन, त्यसको केही न केही हिडन कुराहरू रहेकै हुन्छ। र आफू सुरक्षित रहनुहोला र प्रविधिसँग अपडेट रहनको लागि कृपया मलाई फलो गर्नुहोला। थ्याङ्क यू।